नमस्ते, जय नेपाल। अहिले देश धेरै जोखिमपूर्ण अवस्थामा छ है। अहिले वर्तमान अवस्था देशको राजनीतिक एकदम धेरै बिग्रिएको छ। यस्तो बिग्रिएको राजनीतिकलाई सुधार गर्ने सक्ने खालको नेताहरूको देखा चाहिँ परिएको छैन राष्ट्र राजनीतिमा। नेपाली कांग्रेस पार्टी यो देशको सबैभन्दा ठुलो पार्टी भए तापनि युवाको जुन राजनीतिक देखिनुपर्ने थियो, युवा विद्यार्थीको देशको लागि एउटा सहकार्य गर्ने, सहमति गराउन सक्ने र जो ठुला नेताहरू भनाउनेहरू जुन छन् त्यो ठुला नेताहरूलाई चाहिँ एक ठाउँमा चाहिँ ल्याएर चाहिँ मिलाउने नेताको जरुरत यहाँ देखिएको छ। त्यसले म नेपाल विद्यार्थी संघको पूर्व महामन्त्रीको हैसियतमा भन्न चाहन्छु नेपाल विद्यार्थी संघलाई र खास गरी तरुण दललाई कि नेताको चुगली चाप्लुसी गरेर तपाईँ धेरै लामो समय राजनीतिकमा टिक्न सक्नुहुन्न। जो हिजोको दिनमा तरुण दल या नेवी संघमा जुन हिसाबले ठाउँहरू जुन पाएको छ त्यो ठाउँ दिलाउन सक्ने खालको नेता हामी चाहिँ हिजोको दिनमा पर्यो र हाम्रो कार्यकाल एकदम धेरै राम्रो र हामीले एकदम राम्रोसँग चाहिँ काम चाहिँ गरेकै हो र अहिले पनि हामीले राम्रो काम गर्न खोजिरहेको छौँ। तर पनि केही नेताहरूले चाहिँ जुन थालमा खायो त्यसैमा छेदा पारिदियो। यानी कि केही मान्छेहरूले चाहिँ मेरो आफ्नो व्यक्तिगत जीवनमा चरित्रमा कहिले कदापि गर्दै नगरेको कामहरूको विषयमा चाहिँ एकदम धेरै नेगेटिभ कुराहरू चाहिँ मार्केटमा ल्याएको छ है। त्यो धेरै दिन चाहिँ टिक्दैन। यस्तै कुरा मलाई जिजङ बस्ने दाइले पनि भनेको थियो कि ए कपिलेश्वर यस्तो कुरा हो। अनि मैले भने ए दाइ, म पाटन क्याम्पसबाट नेवी सङ्घको राजनीति गरेको मान्छे, म यस्तो हो र? मेरो चुगली गर्ने जो साथी तपाईँकोमा आएको छ अहिले त्यो मान्छेहरू चाहिँ गगन थापा र चाहिँ विश्व प्रकाशको घरमा देखिरहेको छ। त्यो पार्टी सभापतिको घरमा पनि जान्छन्, सबै नेताको घरमा पनि जान्छन्। त्यसैले म खबरदार गर्न चाहन्छु र बहिष्कार पनि गर्छु। म त्यस्तो अपराधी नेतालाई चाहिँ सधैँ चाहिँ म बहिष्कार चाहिँ गर्छु। भला कि हिजोको दिनमा मसँग पनि केही गल्ती चाहिँ भयो होला है, तर कुनै पनि नेताको मान सम्मान र इज्जत प्रतिष्ठामा आचरणमा दाग लाग्ने प्रयास यदि कसैले गर्नुभयो भने तपाईँ विचार गर्नुहोला कि तपाईँको राजनीतिक, सामाजिक, आर्थिक सबै सिद्धियो, कुनै पनि चिज चाहिँ बाँकी रहँदैन है। यो कुरा चाहिँ मैले कुनै युवा नेतालाई चाहिँ एउटा सचेत होस् भनेर चाहिँ तपाईँलाई ध्यान केन्द्रित गराएको। जय नेपाल, म काङ्ग्रेस।